सुकुम्बासी समस्याको स्थायी समाधान कि केवल डर? सरकार र महानगरको नयाँ कदमले अब कोही पनि घरविहीन हुनुपर्ने छैन। बालन शाह र सरकारको समन्वयमा अघि सारिएको 5 महत्त्वपूर्ण बुँदाहरू। 1. कानुनी गाँठो फुकाइयो। भूमि सम्बन्धी ऐन 2021 का बाधक दफाहरू अध्यादेश मार्फत खारेज गरी दशकौँदेखिको कानुनी अवरोध हटाइएको छ। 2. डिजिटल लगत सङ्कलन। अबको वास्तविक भूमिहीन हो र को होइन भन्ने छुट्याउन डिजिटल लगत सङ्कलन र प्रमाणीकरण काम सुरु गरिएको छ, जसले गर्दा वास्तविक पीडितले मात्र न्याय पाउनेछन्। 3. असुरक्षित बस्तीको स्थानान्तरण। ज्यान जोखिममा रहेका र नदी किनारमा असुरक्षित ठाउँमा बसेकाहरूलाई सुरक्षित र व्यवस्थित स्थानान्तरण गर्ने योजना अघि बढाइएको छ। 4. आवासको हक सुनिश्चित। कसैलाई पनि सडकमा अलपत्र नपारी नागरिकको मौलिक हक र आवासको हकलाई ध्यानमा राखेर स्थायी समाधान खोज्न सरकार प्रतिबद्ध रहने। 5. भरम र त्रासको अन्त्य। डोजर चल्ने र उठीबास लाग्ने भनेर फैलाइएको नियोजित त्रासबाट नडराउन र आधिकारिक सूचनामा मात्र विश्वास गर्न नागरिकलाई आह्वान गरिएको छ। जब बाहिर घरविहीनहरूको हकमा त्रास र डर देखाइयो, तब बालन सरकारले कानुन अवरोध हटाएर डिजिटल प्रविधि मार्फत वास्तविक भूमिहीनको पहिचान गर्ने र कसैलाई पनि घरविहीन नबनाई सुरक्षित आवासको व्यवस्थापन गर्ने योजना बनाएको देखिन्छ। तपाईँलाई बालन शाहको स्ट्याटस कस्तो लाग्यो? जस्तो लाग्यो सुझाव सल्लाह कमेन्टमा दिन नभुल्नुहोला।